We really had a great time with them. Ride भनेको यस्तो पो हुन्छ. Yes, Yamaha! Yes, Yamaha! बाइक लिनुको कारण चाहिँ यसको स्पोर्टी लुक्स र माइलेज र यसको पावर. गर्लफ्रेन्ड भन्दा माथि एमटी. नमस्ते, माइसेल्फ मोहन. अनि आजको राइड चाहिँ हाम्रो नेपालगञ्जदेखि यहाँ मिनी गाभरसम्म थियो. अनि हाम्रो यो यात्राको क्रममा एकदमै रमाइलो भयो. हामीले चाहिँ पहिला नचिनेको व्यक्तिहरू साथीभाइहरूसँग पनि चिनजान हुने मौका मिल्यो. अनि त्यसपछि हामीले लट्स अफ इन्जोय पनि गऱ्यौँ. अनि यात्रामा हामीले धेरै कुरा सिक्यौँ. डिसिप्लिनदेखि लिएर अल ओभर रुल्सहरूदेखि लिएर हामीलाई चाहिँ नयाँ एक्सपिरियन्स पनि गेन भयो. अनि हामीले एकदमै रमाइलो पनि गऱ्यौँ. जस्तै यो ब्रिस्ट्रिक्टले नेपालगञ्जमा जसरी यो राइड गर्यो, यसरी अन्य राइडमा पनि तपाईँ जोइन हुन आवश्यक छ. बिकज यसमा यदि जोइन हुनुहुन्न भने तपाईँ चाहिँ धेरै कुरा मिस गर्नुहुन्छ तपाईँले. यसमा चाहिँ हाम्रो नयाँ एक्सपिरियन्स प्लस इन्जोय प्लस यता ब्रदरहुडको कुरादेखि लिएर एभ्रिथिङ, यसमा चाहिँ हामीले धेरै कुरा सिक्ने मौका पाउँछौँ.